आजको यो मार्मिक तथा भावनात्मक कविता द गिफ्ट इन वार टाइम अर्थात युद्धकालको उपहार भियतनामी कवियत्री ट्रान मोङ टूद्वारा रचिएको हो। ट्रान मोङ टूको जन्म सन् 1943 मा उत्तर भियतनामको हाइडोङमा भएको थियो। यो कविता एकजना विधवाको कथा हो जो आफ्नो मृत श्रीमानलाई सम्बोधन गर्दै युद्धको अमानवीयता र आफ्नो पीडा व्यक्त गर्छिन्। यस कविताको शीर्षक द गिफ्ट इन वार टाइम निकै व्यङ्ग्यात्मक छ, जसले युद्धले दिने उपहारहरू जस्तै मृत्यु, रगत, दुखलाई प्रस्तुत गरेको छ। अब यस कविताको मूल भावको कुरा गर्ने हो भने हामीहरू यस कवितामा युद्धको अमानवीयता र क्रूरता, युद्धको मानव जीवनमा नकारात्मक प्रभाव, प्रेम र क्षतिको पीडा र जीवनको क्षणिकता जस्ता मूल भावहरू भेटाउँछौं। आजको यो कविता द गिफ्ट इन वार टाइम जम्मा 7 वटा स्टेन्जाहरूमा लेखिएको छ। यहाँ प्रत्येक स्टेन्जाले युद्धको अमानवीयता र वक्ताको शौकलाई प्रस्तुत गरेको छ। तपाईहरू सम्पूर्णलाई प्रत्येक स्टेन्जा ध्यानपूर्वक सुन्न र बुझ्न अनुरोध गर्दछु। यहाँ प्रथम स्टेन्जामा हामीहरू वक्तालाई आफ्नो मृतक श्रीमानलाई यो भन्दै सम्बोधन गरिरहेको भेटाउँछौं। तिनी आफ्नो मृतक श्रीमानको नयाँ चिहानमा गुलाबहरू चढाउँछिन् र आफ्नो विवाहको गाउनले यस नयाँ चिहानलाई ढाक्न चाहन्छिन्, जुन चिहानमा अझै पनि हरियाली छ। यहाँ यस स्टेन्जामा न्यू ग्रेभ भन्नाले हामीहरू वक्ताका श्रीमान लगत्तै युद्धमा मारिएका हुन् भन्ने कुरा थाहा पाउँछौं। वक्ताले गुलाबहरूको रूपमा आफ्नो प्रेम र विवाहको सम्झना अर्थात गाउन यस नयाँ चिहानमा चढाएकी छिन्। तिनले आफ्नो श्रीमानको मृत्युका कारण आफ्नो खुशी गुमाएकी छिन्। अब यहाँ दोस्रो स्टेन्जाको कुरा गर्ने हो भने हामीहरू दोस्रो स्टेन्जामा वक्तालाई निकै भावुक भेटाउँछौं। तिनी निकै भावुक भई आफ्नो मृतक श्रीमानलाई सम्बोधन गर्दै भन्छिन्, तपाईले मलाई वीरताका उपहारहरू जस्तै मेडल्सहरू, सिल्भर स्टार्सहरू, ब्याजमा पहिला फिताहरू दिएर जानुभयो, जुन अहिले पनि चम्किरहेका छन् तर बेकार छन्। दोस्रो स्टेन्जाले वक्ताको भावपूर्ण प्रेमको इच्छालाई प्रस्तुत गरेको छ। यस स्टेन्जाले वक्ताका श्रीमान एकजना वीर सिपाही थिए भन्ने कुरा प्रमाणित हुन्छ। यहाँ यस स्टेन्जामा वक्तालाई आफ्नो श्रीमानबाट वीरताका उपहारहरूको साटो उहाँको साथ र माया चाहिएको थियो। आफ्नो वीर श्रीमानको अभावमा यहाँ वक्ता निकै दुखी छिन्। यहाँ तेस्रो स्टेन्जामा वक्ता आफ्नो जवानी र प्रेमका दिनहरू सम्झिन्छन्। तिनी निकै भावुक भई आफ्नो मृतक श्रीमानलाई सम्बोधन गर्दै भन्छिन्, तपाईलाई मैले प्रेमका दिनहरूमा मेरो जवानी चढाए, तर मेरो जवानी त्यही दिन समाप्त भयो जब तिनीहरू अर्थात सिपाहीहरूले यो अशुभ समाचार सुनाए। यस स्टेन्जामा वक्ताले युद्धबाट हुने हानिलाई प्रस्तुत गरेकी छिन्। यहाँ तिनले आफ्ना प्रेमका दिनहरूमा जवानी सुम्पेको तर युद्धले गर्दा दुवै श्रीमान र जवानी गुमाएको कुरा गरेकी छिन्। अब यहाँ चौथो स्टेन्जामा वक्ता युद्धको रगतको गन्धको कुरा गर्छिन्। तिनी निकै भावुक भई आफ्नो मृतक श्रीमानलाई सम्बोधन गर्दै भन्छिन्, तपाई आफ्नो युद्ध पोशाकबाट मलाई रगतको गन्ध दिनुहुन्छ। त्यो पोशाकमा तपाईको र तपाईको शत्रुको रगत छ, जसले गर्दा म प्रभावित हुन सक्छु। यस स्टेन्जामा युद्धले वक्तालाई दिएको पीडा र विनाश प्रस्तुत गरिएको छ। यहाँ तिनले रगतको गन्ध पाएकी छिन् तर शान्ति र खुशी दुवै गुमाएकी छिन्। अब यहाँ पाँचौं स्टेन्जामा वक्ताले आफ्नो आँखामा बादल अर्थात आँसु र जीवनमा चिसो हिउँदको कुरा गरेकी छिन्।
तिनी निकै भावुक भई आफ्नो मृतक श्रीमानलाई सम्बोधन गर्दै भन्छिन्, तपाईलाई मैले बादलहरू चढाए, तर ती बादलहरू आँसुको रूपमा ग्रीष्म दिनहरूसम्म मेरा आँखामा रहे। तपाईलाई मैले चिसा हिउँदहरू चढाए, अर्थात् चिसा दिनहरूमा साथ दिए, तर ती चिसा हिउँदहरू जीवनको मध्य वसन्तमा शोकले भरिएका छन्। यहाँ यस स्टेन्जामा वक्ताले आँसु र दुख पाएकी छिन् भने जीवनको रंग गुमाएकी छिन्। अब यहाँ 6औं स्टेन्जामा वक्ताले आफ्नो श्रीमानबाट प्राप्त उपहारहरू जस्तै हाँसोविहीन ओठहरू, मायाविहीन पाखुराहरू, दृष्टिविहीन आँखाहरू, अचल शरीरको कुरा गरेकी छिन्। तिनी निकै भावुक भई आफ्नो मृतक श्रीमानलाई सम्बोधन गर्दै भन्छिन्, तपाई मलाई मुस्कानविहीन आफ्ना ओठहरू, कोमलता वा मायाविहीन आफ्ना हातहरू, दृष्टिविहीन आफ्ना आँखाहरू, अचल शरीर दिनुहुन्छ। यहाँ यस स्टेन्जामा वक्ताले युद्धको गहिरो पीडा पाएकी छिन्। यहाँ तिनले आफ्नो श्रीमानको माया र साथ गुमाएकी छिन्। अब यहाँ 7औं अर्थात् अन्तिम स्टेन्जामा वक्ता आफ्नो श्रीमानलाई अर्को जन्ममा भेट्ने वाचा गर्छिन् र सार्पनेललाई टोकनको रूपमा राख्छिन्। यहाँ वक्ता आफ्नो श्रीमानलाई गम्भीर रूपमा माफी माग्दै अर्को जुनीमा भेट्ने वाचा गर्छिन्, तर तिनी चिनारीको रूपमा सार्पनेललाई राख्ने कुरा गर्छिन्, जुन तिनलाई र तिनको श्रीमानलाई चिनाउन मद्दत गर्नेछ। आखिर युद्धमा त्यही सार्पनेल अर्थात् बारुदको छर्रा लागेर तिनको श्रीमानको मृत्यु भएको थियो। यहाँ यस स्टेन्जामा युद्ध र युद्धसँग सम्बन्धित प्रत्येक कुरालाई हानिको रूपमा प्रस्तुत गरिएको छ। यहाँ सार्पनेललाई जीवनमा ठूलो हानि पुर्याउने सामग्रीका रूपमा प्रस्तुत गरिएको छ, जुन युद्धको नकारात्मक पक्षलाई प्रस्तुत गर्दछ। यहाँ वक्ताले सार्पनेल पाएकी छिन् भने आफ्नो जीवनको खुशी गुमाएकी छिन्। यस प्रकार आजको यस कविता द गिफ्ट इन वार टाइमले युद्धको अमानवीयता र प्रियजनको हानिको पीडालाई प्रस्तुत गरेको छ। यो कविता हामीहरू सम्पूर्णलाई प्रेमको कदर गर्न र जीवनको क्षणिकता बुझ्न प्रेरित गर्दछ। आजको यो कविता तपाईहरूलाई कस्तो लाग्यो? यदि राम्रो लागेको हो भने यस भिडियोलाई लाइक, कमेन्ट र शेयर अवश्य पनि गर्नुहोला। सम्पूर्ण अथेन्टिक प्रश्नोत्तरहरूका लागि मेरो वेबसाइट NAB इंग्लिश सपोर्टमा भिजिट गर्न नबिर्सनुहोला। अब हामीहरूको नेक्स्ट भेट हाम्रो कम्पलसरी इंग्लिशको युनिट 3 को एसे सेक्सनको पहिलो एसे शेयरिङ ट्रेडिसनमा हुनेछ। यस एसेका लेखक फ्रैंक लापेना हुनुहुन्छ। थ्यांक्स फर वाचिङ दिस भिडियो। Best of luck for your examination. Namaskar.